कोरोनाका कारण गत चैत 11 गतेदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात ठप्प हुँदा यातायात व्यवसायी टाट पल्टिने अवस्थामा पुगेका छन्। सवारी आवाज जावत बन्द भएपछि यातायात मजदूरहरूको बिजोग भएको छ। यस्तो बेला राज्यका तर्फबाट सोधखोज समेत नभएको यातायात व्यवसायीको गुनासो छ। महोत्तरीबाट मनोज झा मुक्तिको रिपोर्ट। नेपालमा कोरोनाका दोस्रो संक्रमित भेटिएपछि 2076 साल चैत 11 गते देशभर लकडाउन गरिएको थियो। त्यसयता व्यापार व्यवसाय ठप्प भएको छ भने विभिन्न क्षेत्रका व्यवसायीहरू टाट पल्टिने अवस्थामा छन्। त्यही बेलादेखि बन्द भएको यातायात व्यवसायमा संलग्न यातायात कर्मीको अवस्था अहिले नाजुक अवस्थामा पुगेको छ। फागुनको अन्त्यतिर भिट्टा मोडबाट काँकडभिट्टा चल्ने गाडी किनेका महोत्तरी पिपराका नरेश चौधरीको गाडीको ब्याज तिर्दा नै भयभरको सम्पत्ति बेच्न पर्ने अवस्था आएको छ। नरेश चौधरी मात्रै होइन, महोत्तरीबाट लामो तथा छोटो दूरीमा चल्ने 116वटा बस र 6वटा माइक्रो मालिकको अवस्था उस्तै बनेको छ। यस्तो अवस्था आउँदा समेत तीनै तहका सरकारले आफूहरूलाई सोधखोज समेत नगरेको उनीहरूको गुनासो छ। समस्या यो छ कि नेपालमा अहिले लकडाउन भएपछि बस व्यवसाय र मार्का परेको छ। कति गाडी ब्याजमा लिएछ, ब्याज तिर्न सक्दैन, कर चुक्ता गर्नु पर्यो। कहाँबाट गाडी चलेपछि गर्छ। गाड़ी सबके अवस्था अभी तो बहुत गंभीर हो गई। गाड़ी के साथ साथ व्यवसायियों से बहुत अवस्था, व्यवसायी के साथ साथ अपने के मजदूरों के महाविकट समस्या हो गई। देखल जाओ गाड़ी अपने के चेक 11 गते से लॉकडाउन होले उस दिन से खड़ा है गाड़ी स्टैंड में। जो कतो गाड़ी खड़ा है, अगर स्टैंड से अगर गाड़ी अगर निकालल जाए, अभी लॉकडाउन खुले कोनो समय नहीं तोकलक आ नहीं कोनो ढंग के बात करे छे। इनमें तो व्यवसाय और मजदूर तो साफ साफ मध्य वर्ग वाला साफ साफ खत्म हो गई मिल गई। महोत्तरीमा जनकपुर भिट्टा मोड जलेश्वर काठमाडौँ, जलेश्वर औरही बर्देवास जनकपुर, शमसी गौसला जनकपुर, कान्ति बजार जनकपुर, सोनामा जनकपुर, लोहारपट्टी जनकपुर र बलवा भ्रमरापुर जनकपुर रूटमा सञ्चालनमा रहेका 116वटा बस र जलेश्वर काठमाडौँ चल्ने 6वटा माइक्रोका यातायात कर्मीको अवस्था लामो लकडाउन र निषेधाज्ञाका कारण नाजुक बनेको छ। अहिलेसम्म जेनतेन घर खर्च धानेका उनीहरू अब भोकै रहने अवस्था आएको बताउँछन्। छरछिमेकी र आफन्त समेतले सरसापटी र उधारो दिन मानिरहेका छैनन्। घर खर्च के गर्नु भन्नु, तपाईको अब यताउति कहीँ सरसापटी ऋण सिन लिएर चलाइरहेछ सबैजना घर खर्ची। गाडी मालिकलाई त आफै छैन भने गाडी मालिक कहाँबाट दिनुहुन्छ? सो पटक्कै भन्नुहुन्छ कि मलाई त गाडीको किस्ता तिर्नु छ, टायर अब गाडी गुर्नलाई पनि पैसा छैन, कहाँबाट? लकडाउनका कारण अधिकांश गाडी थुत्रो भएका छन्। गाडी थन्केका कारण गाडीको ब्याट्री काम नलाग्ने भइसकेका छन् भने टायरहरू समेत बिग्रिसकेका छन्। इन्जिन जाम भइसकेकाले छोटो दूरीका बसहरू सड़कमा निकाल्न कम्तीमा 2 लाख रुपैयाँ र लामो दूरीका गाडीमा 4 देखि 5 लाख खर्च नपर्ने यातायात व्यवसायीहरूको भनाइ छ। आफ्नै गाडीमा कन्डक्टरका रूपमा काम गर्दै आएका महोत्तरी पर्साका मोहम्मद अमिरुल हक नथाब हप्ताको 2 दिन गाडीलाई स्टार्ट गरेर थोरै घुमाउनु आफ्नो रुटिन नै बनेको बताउँछन्। यसो गर्नाले केही मात्रामा भए पनि गाडीको इन्जिन जोगिन सक्ने उनको बुझाइ छ। गाड़ी स्टार्ट के लिए बैटरी चार्ज होता है, बैटरी नहीं बैठता है, प्लस गाड़ी के इंजन खराब नहीं होते द्वारा घुमाई दे, लेकिन का तुरंत बैठ जाए, जाम भ जाए। जना हमारी गाड़ी से भी 2 गाड़ी है, तो बैटरी के स्टार्ट नहीं हुई तो बैठ जाए। बसमा काम गरेका कारण, अरू काम गर्न नजानेका कारण कतिपय यातायात कर्मीमा भोकमरीको अवस्था आएको छ। यातायात व्यवसायी आफै टाट पल्टिने अवस्थामा रहेका कारण 1-2 जना बाहेक व्यवसायीले कुनै स्टाफलाई सहयोग गर्न सकेका छैनन्। सानै उमेरदेखि बसमा काम गर्दै आएका सहचालक सियाराम कापर गाडी बन्दका कारण घरमा महिनौदेखि खानेकुराको अभाव भइरहेको दुखेसो पोख्छन्। लकडाउनका कारण गाडी बन्द हुँदा भान्सा चलाउन मजदुरीको काम गर्न थाले, तर काम नपाएर समस्या भएको उनको भनाइ छ। अन्य यातायात मजदूरको अवस्था पनि उनकै जस्तो छ। अभी देखियो गाड़ी नहीं चली है ना, दिक्कत है। अभी मालिकों के दिक्कत है, मालिक के अभी लोन पर गाड़ी लेने है, मालिकों के दिक्कत है, अभी लोन के पैसा नहीं दे सके। लोन पर गाड़ी है उसका समस्या है। अथी खलासी कंडक्टर कथी देते ड्राइवर? हम तो कहे कि गाड़ी खुले है ना, नहीं ज्यादा तो 20 आदमी के है ना, सीटों पैक है ना, कम से कम चले चाहिए गाड़ी।
प्रधानमन्त्री स्वरोजगार योजनाले यातायात मजदूरलाई काम दिन सकेको भए भोकमरीको अवस्था नआउन सक्थ्यो। 1 वर्ष मात्रै म्याद बाँकी रहेका बस सञ्चालन गरिरहेका यातायात व्यवसायीहरू 20 वर्ष भन्दा पुरानो गाडी गुडाउन नपाउने नियमका कारण व्यवसायबाट विस्थापित हुने अवस्थामा छन्। बन्दाबन्दीको अवधि 20 वर्षे गाडीहरूमा थप भएमा मात्रै पनि ठूलो राहत हुने र व्यवसायबाट विस्थापित हुनबाट जोगिने उनीहरूको भनाइ छ। सगरमाथा टेलिभिजनका लागि महोत्तरीबाट मनोज झा मुक्तिको